प्रणाम। म श्री राष्ट्रिय माध्यमिक विद्यालय स्काउडोलकी छात्रा स्वस्तिका न्युपाने। आज चाहिँ हाम्रो यो पहिलो पटक यस राष्ट्रिय मावि रामपुरमा दीक्षान्त समारोह भएको छ। यसमा चाहिँ हामीले गुरुहरूबाट ब्याजहरू अनि स्काफहरू पायौँ। यहाँ चाहिँ हामीलाई धेरै खुसी लागेको छ र हाम्रो विद्यालयमा गुरुले आउनु भएको देख्दा पनि हाम्रो मनमा एकदमै खुसी अनि रमाइलो पनि जागेको छ। अनि हामीले विभिन्न प्रकारका खानेकुराहरू पनि चखायौँ सरलाई, अनि जसमा हाम्रो ढिक्री पकाएको थियो हाम्रो त्यो कोइली समूहले। अनि उहाँहरू चाहिँ प्रथम हुनुभएको छ, उहाँले चाहिँ विजयता हासिल गर्नुभएको छ। धन्यवाद। ल अब एकजना म चाहिँ एनसीसीमा पनि थिएँ। आज हाम्रो यो पहिलो पटकको दीक्षान्तर कार्यक्रमले हामीलाई धेरै कुरा सिकाएको छ। यहाँ गुरुहरू आउनुभयो, उहाँहरूबाट हामीले ब्याज वितरण गऱ्यौँ। एकदमै खुसी फिल हुँदो रहेछ। जसरी हामीले एनसीसीमा पनि त्यो दर्जा प्राप्त गरेका थियौँ, त्यसरी नै स्काउटमा पनि हामीले ब्याजहरू प्राप्त गऱ्यौँ। एकदमै खुसी लागिरहेको छ। अनि सरहरूले हामीले कुकिङ च्यालेन्ज पनि राखेका थियौँ, जसमा चाहिँ कोइली समूहमा नै प्रथम भएँ। अनि त्यसमा पनि धेरै खुसी लागेको छ। थ्याङ्क यू। प्रणाम। के छ, खाना खाइरहेको छौ है? हजुर, अब हाम्रो आज चाहिँ यो दीक्षान्तरण कार्यक्रम थियो। त्यसैले हाम्रो स्काउटका 4 समूहले चाहिँ आफ्नो आफ्नो परिकार खाना पकाएका थिए। हाम्रो चाहिँ खिर परेकोले खिर खाँदैछु। ए ल, बधाई छ। धन्यवाद। स्काउट एक विश्वव्यापी अभियान जसले बालबालिकाहरूको चरित्र निर्माणमा जोड दिन्छ। बालबालिकाहरूलाई अनुशासित, जिम्मेवार, सक्षम नागरिक बनाउन स्काउटले खेलेको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। आज मिति 2082 साल माघ 29 गतेका दिन घोडागुडी नगरपालिका वडा नम्बर 4 स्थित राष्ट्रिय मावि रामपुरमा दीक्षान्त समारोह सम्पन्न भएको छ। उत्साहित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै बधाई तथा स्वागत छ। नेपाली स्काउटमा हार्दिक स्वागत, सुस्वागत।